अहिलेसम्म पत्ता लाग्या भए थाहा भइहाल्थ्यो, त्यो पत्ता लाग्या छैन होला। अब अनुसन्धान गर्छन् या गर्दैनन् त्यो थाहा छैन। अब यता कसैले सोधपुछ गरेका छैन। अब आफूलाई नि आशै मरिसक्यो, कसैले अहिलेसम्म पत्ता लगाएन। अब लाउँछन् जस्तो नि लाग्दैन, आशै मरिसक्यो। पहिला 1-2 वर्ष अगाडि त आउँथे, खोजी खानी गरेका छौँ भन्थे। अब अहिले चाहिँ अब गर्छन् या गर्दैनन् त्यो थाहा छैन। अब उनीहरूले अब पत्ता लाउँदैनन् जस्तो लाग्छ मलाई चाहिँ। अब आशै मरिसक्यो जस्तो छैन। अब त अब कति निल थियो, अब चाहिँ छैन, अब लाग्दैन। कारण यस्तै हो, सोधे गरे अब गर्छु भन्दा अब धेरै वर्ष बित्यो। अहिले चाहिँ अब यता अपराधी पत्ता लगाउँदै अनुसन्धान पनि अब खोजिएको जस्तो देखेन। उति बेलै अब पाया हो, त्यो मैले अघि पहिले नै भनिसकेँ हो। त्यो राहत नै पाया हो, जो सरकारले तोकेको थियो त्यही पाएको। लगेर यो कार्यालय सहयोगीमा लागेका छौँ, यता स्वास्थ्य कार्यालयमा छौँ। अब त्यस्तै हो, थाहै करार भन्ने छैन। अहिले जेलादारी मासिक दिएका छन्, अब त्यहीमा अब दिन काट्ने बाटो। अब यस्तै हो, हाम्रो जीवन चलाउनलाई अरू केही नेलो छैन। अब घटना भयो, माहौल बिग्रियो, अनि त्यो एकदमै समस्या भइआ हुनाले हामीलाई अब यतिकोमा लगाइदिनु भनेको थियो। अब त्यो चाहिँ छ 76 सालदेखि गरे। अरू के भन्नु छ तपाईँलाई यो विषयमा? अब अपराधी पत्ता लगाइदिनु त भन्थे, तर अहिलेसम्म नलगाए हुनाले आशु छैन। तर अब हजुरहरूले नि उता प्रहरीलाई अनुसन्धानवालालाई सोधिदिनु होला, अनि अब त्यही हो, कारबाही होस्, पत्ता लगाइदिनु होला। अब घटना भइहाल्यो, अब छोरी त आउँदैन, तैपनि अब सजाय मिल्यो भने अलि सन्तुष्टि चाहिँ हुन्थ्यो, त्यही हो।